So guys, ladies, I'm going to show you something. है अब सर्प देखाउन गइरहेको छु। यसलाई चाहिँ हामी नर्मली वुल्फी स्नेक हो यसको नाम है। तर हाम्रो यहाँनेरि लोकलिटी हाम्रो लोकल सोसाइटीमा चाहिँ यसलाई करेत साप भनेर भन्छ। तर यो करेत साप होइन भनिरहेको र यो नन पोइजनस हो है। यसलाई टोक्यो भने त्यस्तो मान्छे मर्ने चाहिँ हुँदैन, तर इन्फेक्सन भन्ने कुरा चाहिँ हुन्छ है। त्यो हल्का घाउ खटेर पाक्ने ओर्ने चाहिँ हुन्छ टोकेको ठाउँमा। राम्रोसँग हेर्नुस्, यसलाई वुल्फ स्नेक भन्छ है। सो आज रातिको 8:49 मा म गएर यसलाई रेस्क्यु गरेको हो है। सो धन्यवाद है त्यो दाइलाई पनि जसले मलाई फोन गरेर बोलाइदिनु भयो नमारिकन। उहाँले मार्नु भएन, मलाई बोलाउनु भयो त्यो फोन गरेर र मैले पक्ड्न सफल भएँ है। राम्रोसँग हेर्नुस्, तपाईहरुको घरमा पनि आएछ भने मलाई सम्पर्क गर्दा हुन्छ है। म कुनै पनि टाइममा चाहिँ नि आउनलाई तयार छु भनौँ न। म फ्री नै हुन्छु, त लकडाउन छ त्यसै पनि फ्री नै हो है। जस नमारिदिनु होला, किनभने सर्प पनि प्राणी हो, यसको पनि धेरै भूमिका छ है। अब इन्भाइरोमेन्टमा धेरै भूमिका भएको भएर मारि चाहिँ नहालौँ है यसलाई। राम्रोसँग हेर्नुस्, मैले अहिले बट्टामा प्याक गरेर ल्याएको छु है। हेर्दा हुन्छ हैन, यसलाई रेस्क्यु गरेर बट्टामा प्याक गरेर ल्याएको मैले। सो भोलि यसलाई राम्रैसँग राम्रो ठाउँमा फरेस्टमा लगेर छोड्छु म, जहाँ चाहिँ सजिलै आहार पाइन्छ है। अब कहीँ कतै सर्प आएमा घरमा तपाईलाई दुःख दिइरहेछ या सर्प आएर बसिदिरहेछ भने, बसेर दुःखलाई दिइरहेछ या तपाईहरुलाई डर लाग्यो घरमा आएर, मलाई सम्पर्क गर्नु होला। म सम्पर्क नम्बर यहाँ म यो पोस्ट गर्दाखेरि म सम्पर्क नम्बर पनि लेखिदिन्छु है। त्यो नम्बरमा मलाई तुरुन्तै कल गर्दा हुन्छ ल।